हेलो नमस्ते सबैजनालाई प्रोडक्ट भेरिएसन सिरिजमा आज चाहिँ म तपाईको लागि लेहेंगाहरूको डिपार्टमेन्टमा गएर लेहेंगाहरू हामीसँग कतिवटा डिजाइनको छ कतिवटा भेराइटीको छ र कुन कुन प्राइसको छ भन्ने कुरा एक एक गरेर डिटेलमा बताउँछु। मलाई फलो गर्नु होला है। मलाई चाहिँ फलो गर्दै गर्नु होला है। म तपाईलाई लेहेंगाहरूको एकदम बवाल बवाल डिजाइन सस्तोदेखि महँगो रेन्जसम्म लाइटदेखि हेभी लेहेंगासम्म तपाईहरुलाई देखाउन चाहन्छु। तपाईहरुलाई एकदमै स्वागत छ हाम्रो लेहेंगा डिपार्टमेन्टमा। तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ पनि पुरै लेहेंगाहरू छ। माथि स्टक भयो। यो साइड पनि हाम्रो पुरै लेहेंगाहरू नै हो। अनि यो साइड चाहिँ तपाईले हेर्न सक्नुहुन्छ हामीले रेडी गरेको लेहेंगा चाहिँ यत्रो छ। तपाईको रेडी गर्न बाँकी लेहेंगा पनि हामीसँग थुप्रै छन्। तपाईहरुले हेर्न सक्नुहुन्छ। म तपाईलाई एक एक गरेर लेहेंगाको बारेमा डिटेल भन्दैछु है। स्टार्टिङमा चाहिँ यो रहेको छ हाम्रो 2000 बाट स्टार्टिङ लेहेंगा। तपाईहरुलाई म एकचोटी खोलेर देखाउँछु है यसको। हामीसँग लेहेंगा अवेलेबल भनेको सबैमा रेडीमेड लेहेंगा एउटा पनि आउँदैन। हामीले सबै सेमी स्टिच लेहेंगाहरू मेन्टेन गर्दछौं। तपाईहरुले एकदम सस्तो लेहेंगाबाट सुरु गर्छु म तपाईहरुलाई। यो हेर्नु होला। यो मात्र 2000 को लेहेंगा हो। यसको फ्लेयर यसको वर्क तपाईहरुले हेर्न सक्नुहुन्छ। एकचोटी नजिकैबाट देखाइदिनु। यो चाहिँ यसको वर्क हो। यसको फ्लेयर चाहिँ यति छ। तपाईहरुले मज्जाले हेर्न सक्नुहुन्छ। बुटिक पिस भन्दा कम यसको फ्लेयर छैन। मज्जाले हेर्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ सेमी स्टिच लेहेंगा हो। यसलाई चाहिँ यसपछि तपाईको 2000 यसको प्राइस हो भन्दाखेरि यसलाई चाहिँ यसपछि चाहिँ स्टिच गराउनु पर्छ। स्टिचिङको पनि हामीसँग सबै व्यवस्था छ। सबै सेटअप भइसकेको छ। म तपाईलाई एकैछिन पछि देखाउँछु। यसको यो रहेको छ सल। तपाईहरुले सल पनि हेर्न सक्नुहुन्छ। सल पनि एकदम लामो छ। यति लामो यसको सल छ मज्जाको। अनि यो रहेको छ ब्लाउजको कपडा। यो ब्लाउजको डिजाइन हो। तपाईले नजिकैबाट हेर्न सक्नुहुन्छ। यो ब्लाउजको डिजाइन हो भने यो इनर पनि दिएको छ। इनर पनि मज्जाले दिएको छ। त्यसैगरी यो 2000 को लेहेंगा भन्दा 2500 3000 3500 को लेहेंगा यस्तै सेमी स्टिचमा थुप्रै लेहेंगाहरू छन् है हामीसँग। यो हेर्न सक्नुहुन्छ। तपाईहरुले यो हेर्न सक्नुहुन्छ मज्जाले। यो सबै सेमी स्टिच लेहेंगा हो है। योहरु पनि हेर्न सक्नुहुन्छ सेमी स्टिच लेहेंगामा। यो साइडमा जति पनि छन् योहरु भयो। अनि तपाईहरुको योहरु भयो। एकदमै तपाईको सेमी स्टिच लेहेंगा नै हो। यो चाहिँ अलिकति हाई रेन्जमा आउँछ। तपाईको 5 देखि 7000 मा आउने रेन्जको यो वाला चाहिँ म तपाईलाई खोलेर देखाउँछु है। यो रहेको छ यसको सल। अलिकति हाई रेन्जको चाहिँ तपाईको वर्कहरु एकदम राम्रो गर्दिएको हुन्छ। सल पनि राम्रो भर्दिएको हुन्छ। अनि तपाईको लेहेंगामा चाहिँ क्यान भित्रपट्टि पनि हाल्दिएको हुन्छ है। फ्लेयर पनि अलि ठुलो हुन्छ हैन। तपाईले डिजाइन हेर्न सक्नुहुन्छ मज्जाले। अनि भित्र चाहिँ यसको नेट पनि हाल्दिएको हुन्छ है। तपाईहरुले हेर्न सक्नुहुन्छ मज्जाले। यत्रो हेभी नेट छ। यसमा स्टिचिङ गराउँदाखेरि चाहिँ नेट चाहिँ हाल्नु पर्दैन। यसको फ्लेयर पनि ठुलो छ। यसलाई जस्ट फिटिङ गराउने यस्तो टाइपको लेहेंगालाई जस्ट फिटिङ गराउनु पर्छ। जुन तपाईको 2000 देखि लिएर 4000 को लेहेंगा आउँछ त्यसमा चाहिँ नेटको सेटिङ हाल्नु पर्दछ भने यो जुन 5000 देखि 7000 8000 10000 सम्मको रेन्जको हुन्छ त्यसमा चाहिँ नेटको सेटिङ हाल्नु पर्दैन। तपाईले आफ्नो साइजमा जस्ट स्टिच मात्रै गराउनु पर्छ है। अहिले सम्म मैले तपाईहरुलाई देखाएको भनेको लाइटमा हो। 5 देखि 7000 10000 सम्मको रेन्जको हो। अब म तपाईलाई अलिकति हेभी रेन्जको र हाई रेन्जको लुगा देखाउँछु है। यो रहेको छ ब्राइडल टाइपमा लेहेंगा। म तपाईलाई यसको डिटेल बताउँछु है। यो रहेको छ सल। अनि यो रहेको छ एकदम हेभीमा है। तपाईले हेर्न सक्नुहुन्छ यसको फ्लेयर लेहेंगा अनि वर्क। यसलाई नजिकबाट पनि देखाइदिनु है। यो चाहिँ ब्राइडल लेहेंगा हो। बेहुलीले लगाउने या बेहुलीको बहिनीहरुले लगाउने या दिदीले लगाउँदा पनि हुन्छ। बिहेमा पार्टीमा हेभी लगाउन चाहनुहुन्छ भन्दाखेरि यो लेहेंगा र यस्तै लेहेंगाहरुको तपाईको अरु पनि अप्सन छ हामीसँग। यहाँ पनि छ। तपाईको यहाँ पनि तपाईको बिहेको लेहेंगाको अप्सनहरु थुप्रै छ। अनि तपाईको यो साइडतिर पनि अलिकति हेभी लेहेंगाहरुको रेन्ज तपाईको हेभी लेहेंगाहरुको डिजाइन चाहिँ यतापट्टि छ। यो लेहेंगामा चाहिँ तपाईले जस्ट फिटिङ मात्र गराए पुग्छ। हार्डनेटको सेटिङ एकदमै हार्ड गर्दिएको हुन्छ। वर्क र डिजाइन एकदम फिनिशिङका साथ आएको हुन्छ भने ब्लाउजको डिजाइन पनि हेभी रहेको हुन्छ है। म तपाईलाई देखाउँछु यसको। यो रहेको छ सल ब्राइडल लेहेंगाको सल। तपाईले हेर्न सक्नुहुन्छ। यसमा तपाईको बोर्डर पनि एकदमै हेभी भरेको छ। यो बोर्डर भयो। अनि यसको ब्लाउजमा पनि एकदम राम्रोसँग वो गरेको हुन्छ। यो ब्लाउजको पिस हो। ब्लाउज पनि हेर्न सक्नुहुन्छ तपाईले। सबै यसमा एट्याच हुन्छ। यो जस्ट हामीले फिटिङ मात्र गराउनु पर्ने हुन्छ है।
अनि यसको प्राइस रेन्ज भनेको हाम्रो महँगो लेहेङ्गा भनेको 15,000 देखि 20,000 को रेन्जमा हो। त्योभन्दा माथिको लेहेङ्गा चाहिँ हामीले छिटोभन्दा छिटो एकदमै रिस्टक गर्नेछौँ। अहिले चाहिँ यो तपाईँको रेन्ज भनेको 2,000 देखि लिएर 20,000 सम्मको रेन्जको हामीसँग लेहेङ्गा एकदमै राम्रो राम्रो र मार्केटमा चलेको लेहेङ्गाहरू पाउँछ। हामीलाई कन्ट्याक्ट गर्नु होला त्यसको लागि चाहिँ। अब म तपाईँलाई बताउँदैछु हामीले रेडी कसरी गर्छौँ भन्ने कुरा बताउँछु है तपाईँहरूलाई। हामीसँग जति पनि सेमी स्टिच लेहेङ्गा छ त्यो हामीले आफै स्टिच पनि गराउँछौँ। तपाईँहरूलाई म मसिनहरूको सेटअप देखाउँछु है। हाम्रो मसिनहरूको सेटअप रहेको छ, यो रहेको छ, नेक्स्ट मसिन चाहिँ यो रहेको छ, अनि अर्को मसिन चाहिँ यो रहेको छ। यस्तै गरी आइरनको सेटअप पनि छ। हामीसँग लेहेङ्गा रेडी गर्नको लागि एकदम तपाईँको मास्टर पनि एकदमै कारिगरहरू पनि एकदमै दक्ष रहेको छ। र यो रहेको छ तपाईँको हामीले यतै रेडी गरेको लेहेङ्गाहरू म तपाईँलाई देखाइदिन्छु है। रेडी गरेपछि तपाईँ कतिको ब्युटिफुल हुन्छ भनेर देखाइदिन्छु। यो रहेको सल, सल चाहिँ रेडी नै आउँछ तपाईँको। यो हामीले यतै तपाईँको फिटिङ गराएर बनाएको ब्लाउजको डिजाइन पनि मजाले हेर्न सक्नुहुन्छ। यो रहेको छ ब्लाउजको अगाडिको डिजाइन, अनि यो रहेको छ ब्लाउजको पछाडिको डिजाइन है। अनि यस्तै गरी यसैको लेहेङ्गा हेर्नुहुन्छ भने यसको लेहेङ्गाको डिजाइन रहेको छ यो तपाईँको फिटिङ गरिसक्यो भने एकदमै राम्रो हेभी। अनि साइडमा यो तुना रहेको छ, तपाईँले मजाले हेर्न सक्नुहुन्छ। हामीले यतै रेडी गरेको लेहेङ्गाको पिसहरू हो। यो मैले तपाईँलाई स्याम्पल देखाएँ। यस्तै हामीले तपाईँको थुप्रै रेडी गरेका छौँ लेहेङ्गाहरू चाहिँ। यो रहेको छ। यस्तै तपाईँले अरू लेहेङ्गा हेर्नुहुन्छ भन्दाखेरि यहाँ तपाईँ हामीले सबै रेडी गरेको लेहेङ्गाहरू छ। अब यिनीहरूको मेटेरियल भन्दाखेरि यो रहेको छ टपेटा सिल्कमा, कुनै रहेको छ जज रेडमा, कुनै रहेको छ नेटमा, कुनै रहेको छ तपाईँको यो वर्कहरूमा, थुप्रै अलग अलग तपाईँको यो रहेको छ अलिकति चिनोनमा, बाहिर चाहिँ तपाईँको अलिकति सिल्क टाइपको छ, सिल्क टाइपको लेहेङ्गा। एकदमै भेराइटिज अफ लेहेङ्गाहरू हामीले रेडी गर्छौँ। तपाईँले मजाले हेर्न सक्नुहुन्छ। यो रहेको छ, यसको चाहिँ तपाईँको ब्लाउज र सल यो र लेहेङ्गा यो रहेको छ रेडी गरेपछि। अनि तपाईँले योहरू चाहिँ सबै रेडी गरेको लेहेङ्गाहरू हो। यहीँ हाम्रो सेमी स्टिच लेहेङ्गाहरू पनि पाउँछ। सेमी स्टिच लेहेङ्गाहरूलाई नै तपाईँको साइजहरूमा रेडी पनि हामीले एकदमै राम्रोसँग गराइदिन्छौँ है। लेहेङ्गाको कलेक्सन नयाँ नयाँ आउने बित्तिकै हामी तपाईँलाई युट्युबबाट र अन्य सोसल मिडियाबाट एकदमै इन्फर्म गर्नेछौँ। सबै डिजाइन, कलर, भेराइटी र नयाँ स्टक के आएको छ सबै देखाउँछौँ। हाम्रो युट्युब च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। र नेक्स्ट भिडियोमा चाहिँ हामी योभन्दा अरू इन्फर्मेटिभ र नयाँ नयाँ डिजाइन लेहेङ्गाको लिएर आउनेछौँ। थ्याङ्क यू।